भविष्य सर पर्या अभियन्ता आदरणीय किसिम भविष्य सरलाई आफ्नो देशमा राखिदिनु। नमस्कार सबैमा। यो पर्या केन्द्रित लघुकथा सङ्ग्रह नेपालको यस किसिमको पहिलो कृति हुन पुगेकोमा र यसलाई आज यसरी हामीले एउटा प्राकृतिक वातावरणमा लोकार्पण गर्न पाएकोमा आफ्नो तर्फबाट खुसी व्यक्त गर्दै यस अभियानमा जोडिनुभएका विजय हितान, किसन पौडेल र हाम्रो मनिष कुमार शर्माजीलाई पहिला त बधाई दिन्छु। साथै यस अभियानमा मेरा पुराना मित्र ध्रुव मधिकर्मी, किसनजीले अघि मधुकर्मी भन्नुभयो, उहाँ मधिकर्मी हो। यो कहिलेकाहीँ के हुन्छ भने यति पुरानो साहित्यकारको नाउँ पनि हामीले अलिकति किनभने मधु चाहिँ राम्रो शब्द हो नि त फेरि, तर त्यहाँ चाहिँ मधि छ है। र यस्तै मैले पनि धेरै लामो समयसम्म मधुकर्मी नै भन्थेँ, त्यसरी पनि तर मधिकर्मी हजुर। अनि उहाँलाई पनि धेरै धेरै यस अभियानमा जोडिनु भएको र खारिएको कथाकार जोडिनु हुँदाखेरि मलाई ज्यादा खुसी लाग्यो। अब यस्तो खालको पर्या सम्बन्धी चेतना अभिवृद्धि गर्नका लागि जोडिनु भएको कथाकार साहित्यकार सबैमा पहिलो कुरा त धेरै नमन गर्न मन लाग्छ मलाई। किनभने यो एक किसिमले भन्यो भने मानव हृदयको आवाज यो होइन। मानव त एउटा के हो भनेदेखि स्वार्थी प्राणी हो। उसको हृदयमा त त्यहाँ आइराखेको एउटा खरायोलाई मारेर खाने चाहना हुन्छ, तर त्यो मार्नु हुँदैन भन्ने चेतना हामीले दिनुपर्ने हुन्छ। विद्यालय आएर घरको माथिबाट हगिदिन्छ अथवा चराहरूले विस्तार गरिदिन्छन्, सहनुपर्छ। त्यसले बुझ्दैन त्यो प्राकृतिक कुरा हो भनेर हामीले सहनुपर्छ र त्यो खालको चेतना हामीले फैलाउनुपर्छ। खोलाले बाढी खोलामा आउँछ, पुराना मान्छेहरूले खोलालाई नै सरापी राखेका हुन्छन्। हाम्रै साहित्यमा पनि खोलालाई सरापी राखेको देखिन्छ, तर खोला सराप्ने कुरा होइन, आफूलाई सराप्ने हो। हाम्रा कृत्यहरूले त्यहाँ हामीले खोलालाई मिच्यौँ, नजिकै घर बनायौँ, माथिबाट बाढी आउने हामीले त्यसलाई रुख बिरुवाहरूलाई नाच्यौँ। रुख बिरुवा छेउछेउमा हामीले रोकेको भए त्यसका जराले रोक्थ्यो। भेटीबार भन्ने एउटा वनस्पति लगायो भने हाम्रो नारायणीको करिडोरमा त्यो लगायो भने त्यहाँबाट त्यो भूस्खलन रोकिन्छ भन्ने कुरा भूगर्भविदहरूले सुझाइराखेका छन्। तर सरकारी तहमा त्यस्तो खालको नीतिको अवलम्बन गर्ने सोच आएको छैन। किनभने परम्परागत चलिराखेका कुराहरूलाई गर्न बरु सजिलो हुन्छ। साहित्यमा पनि त्यही हो, प्रेमका कुरा लेख्न सजिलो हुन्छ, त्यो मान्छेसँगै सम्बन्धित हुन्छ। तर त्यो प्राणीसँगको प्रेमको कुरा लेख्नु परेको छ हामीले। यहाँ फैलिएको वातावरण पहिला त चुरोटको धुवा मात्रै उडाउँदाखेरि रोग लाग्थ्यो। अहिले त हामीले चढेर हिँड्ने गाडीले उडाएको धुवाले पनि हामीलाई ठुलो हाम्रो ग्लोबल वार्मिङमा पनि योगदान गरिराखेको हुन्छ। अनि त्यसबाट उड्ने कार्बन मोनोअक्साइडले हामीलाई रोगी मात्रै होइन कि हाम्रो जीवनै असर गर्ने कुरा हुन्छ। यी सारा कुराहरूलाई आत्मसात गरेर लेख्दाखेरि अलिकति अध्ययनको पनि खाँचो, तर अध्ययन गर्ने भनेर पुरा किसिमले तथागत रूपमा तथ्याङ्क जस्तो राखियो भने त्यो त मनोहारी मान्छेले गर्न पुग्दैन। तथ्य राखेर लेख्ने कुराहरू लेख्ने त विज्ञहरू छँदैछन्। हाम्रो आवश्यकता के हो भने त्यो तथ्यका कुरालाई उत्खनन गरेर त्यसलाई अनि मान्छेलाई सुन्दाखेरि अथवा पढ्दाखेरि चट्ट बुझ्ने किसिमले प्रस्तुत गर्ने, मानवीय भावनालाई छुने किसिमले पार्नुपर्ने हाम्रो कर्तव्य निकै चुनौतीपूर्ण छ। कहिलेकाहीँ कलात्मक पक्ष अलिक कमजोर पो भयो कि भन्ने कुरा मेरा मित्रले गर्नुभएको, अरू धेरैले पनि। हिजो अस्ति विष्णु विभु घिमिरेले पनि एउटा भेटमा
होइन तपाईँहरूको अभियानमा अरू त सबै ठिक छ, कला पक्ष पो अलिक जोड दिनुपर्छ कि भन्नुहुन्थ्यो। त्यो आउँछ बिस्तारै, पहिलो कुरा त। दोस्रो कुरा त त्यो तपाईँ मानिसलाई अघि मैले सुरुमा भने चाहिँ चट्ट छुइ नहाल्न सक्छ, किनभने त्यहाँ त रुखको व्यथा, गिद्धको व्यथा लेख्दै लेख्दै अनि ग्लोबल वार्मिङ जो देखिएकै छैन त्यसको कुरा लेख्नुपर्छ। संसारको अहिलेको एकजना दादाले के भन्छन्, यो ग्लोबल वार्मिङ, यो पर्यावरण, यो चिजै छैन, उद्योग चलाउँछु, तेल उत्पादन गर्छु, खनिज तेल भन्छन्। योभन्दा अघिका उनकै कुर्सीमा बस्नेहरूले त्यही अभियानमा लागेर अल गोरहरूले नोबेल प्राइज पनि पाए, तर उनले त्यसलाई इन्कार गरिरहेछन्। उनले अहिले वैश्विक वातावरण सम्बन्धी संस्थाहरूबाट आफ्नो देशलाई संसारको सबभन्दा धनी देश र पहिला चाहिँ सबभन्दा बढी प्रदूषण फैलाउने देश, अहिले चाहिँ दोस्रो, अहिले चाहिँ चिनले सबभन्दा बढी प्रदूषण फैलाउँछ, दोस्रोमा अमेरिका आउँछ। त्यो देशले अहिले के गर्छ, आफूलाई सबै संस्थाबाट यो पर्यावरण सम्बन्धी आन्दोलनलाई नै इन्कार छ। यस्तो अवस्थामा संसारभरका पर्यावरण सम्बन्धी रुचि भएका अथवा पर्यावरणमा लाग्नु भनेको, अरू साहित्यमा लाग्नु भनेको आफ्नो इच्छाको लागि लाग्ने कुरा हुन्थ्यो भने यो चाहिँ दायित्व हो। यहाँ बाँच्न चाहने हो भने यो बाँच्ने पृथ्वीलाई बचाउनु हाम्रो दायित्व हो भनेर लाग्नु परेको हो। एकजना साहित्यकार हुनुहुन्छ, उहाँको साह्रै धेरै किताब लेख्छ, एकदमै पपुलर हुनुहुन्छ। संयोगवश उहाँ वातावरण विज्ञानको मास्टर्स हुनुहुन्छ। उहाँलाई मैले एउटा कार्यक्रममा भने, त्यत्रो तपाईँको विज्ञता छ, मैले ओपन नै भनेको हुँ मञ्चबाट, तपाईँले जवाब दिनुहोला, तपाईँले किन लेख्नुहुन्न। म 1 वर्ष 1.5 वर्षमा तपाईँले भने जस्तै कृति नै नलेखे पनि म त्यसमा कृतिमा केही त्यो चिजहरू घुसाउँछु है भन्नुभएको थियो। यसरी हामीले अलिअलि यो अभियानमा लागेको यसरी लेख्ने साथीहरू, यसरी एकदम सफल लेखकहरूलाई पनि त्यहाँ आफू लेखक हुँ भनेर चिनिसँग मतलब छैन। हामीलाई के छ भने संसारलाई जोगाउने अभियानको एउटा सानो पछाडि हिँड्ने सिपाही हुन्छ। त्यो सिपाही बन्न यहाँ सबै तयार भएर आउनु भएको छ भन्ने कुरा अघि सुनेका केही लघुकथाहरू मेरो मित्रले पहिले पढ्नु भएको रहेछ, थाहा नै छ। सबैमा चेतना भर्ने काम भएको छ। चेतना, यसमा एउटा अप्ठ्यारो साहित्यमा के छ भने, साहित्यमा पहिला एउटा परिभाषै छ, साहित्य भनेको समाजको चित्रण हो। समाजको चित्रण मात्रै गरियो भने त्यो चिज चाहिँ के हुन्छ भने पर्यावरण प्रेम हुन्छ अथवा पर्यावरणको विग्रहको कुरा हुन्छ। त्यो चेतना चाहिँ अलिकति पर्यावरण साहित्यमा चाहिँ इको क्रिटिसिजमको पढ्दै जाँदाखेरि के देखिन्छ भने केही न केही चेतना चाहिँ त्यहाँ परिवर्तनको लागि अथवा भइरहेको जुन नहुनु पर्ने कुराहरू भइरहेछन् त्यो नहोस् भन्ने किसिमको सन्देश प्रवाह गर्नु यसको चाहिँ दायित्व हुन जान्छ। त्यो दायित्व जोड्दा कहिलेकाहीँ के हुन्छ भने उपदेशात्मक कुरा लेख्दाखेरि साह्रै होसियारी गरिएन र त्यो उपदेशै भयो भने अलिक रुचिकर हुँदैन। बाल साहित्यमा त यो धेरै भनिएकै छ। बाल साहित्य चाहिँ खालि उपदेशात्मक भयो भनेर अहिले चाहिँ मनोरञ्जनको कन्टेन्ट बढी हाल्दाखेरि त्यो फेरि उपदेश त्यसमा दिनुपर्ने सन्देश चाहिँ छुटेको छ। यो ब्यालेन्स गर्नु पनि हामीले पनि यहाँ प्रायः साहित्यमा त्यस्तो गर्नु परेको छ। अब यहाँहरू सबै विज्ञ हुनुहुन्छ, धेरै